नमस्ते साथीहरू। आज चाहिँ मैले यो नयाँ तरिकाबाट टमाटरको चटनी बनाउने रेसिपी लिएर आएको छु होइन। यसको लागि चाहिँ मैले यहाँ यो प्यान बसाइदिएको छु र माथि तोरीको तेल राखिदिएको छु थोरै मात्रामा। तेलले मजाले धुवा छोडिसकेको छ साथीहरू। यसमा मैले 2टा खोर्सानी, सुकेको खोर्सानी राखेको छु। तपाईँले ग्रिन चिल्ली लिनुभए पनि हुन्छ। र त्यस पछाडि चाहिँ मैले यसमा सोझै टमाटर एड गरिदिएको छु साथीहरू। मैले 4वटा मिडियम साइजको टमाटर लिएको छु। तपाईँहरूले पनि आफ्नो आवश्यकता अनुसार लिनुहोला। र आगो चाहिँ सानो गरिदिनु होला, किनभने यो पानी परेपछि चाहिँ तेल उछिट्टिने सम्भावना हुन्छ, हात पोल्न सक्छ। मसिनो आगो आँचमा राखेर चाहिँ यसरी टमाटर एड गरिदिएको छु मैले। यसपछि साथीहरू मैले यो लसुनको केस्रा 5-7वटा लसुन को केस्रा पनि राखिदिएको छु। र लसुनको केस्रा राख्दाखेरि अत्यन्तै मिठो हुन्छ साथीहरू यो अचार। र यसै गरी मैले सल्ट थोरै नुन राखिदिएको छु साथीहरू, स्वादअनुसार आधा चम्चा मात्र। तपाईँहरूले आफ्नो आवश्यकता अनुसार राख्नुहोला। र यसपछि साथीहरू अब यसलाई मजाले छोपेर चाहिँ 3-4 मिनटसम्मको लागि यत्तिकै मसिनै आँचमा पकाउनु होला, डढ्न सक्छ। हेर्नु त साथीहरू, यो 3-4 मिनट पछाडि चाहिँ मैले यसलाई उगारिदिएको छु। यो मजाले गलिसकेको छ साथीहरू होइन, म्यास गर्नको लागि। तपाईँसँग पोटाटो म्यासरहरू छ भने त्यसले नै गर्नुहोला। यदि छैन भने पुन्युहरूले, चम्चाहरूले गर्दा पनि हुन्छ होइन। यो चाहिँ मजाले गलिसकेको छ, राम्ररी नै जान्छ। साथीहरू, तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला। र यदि सब्सक्राइब गर्नुभएको छ भने बेल आइकन दबाउन नबिर्सनु होला, जसले गर्दा तपाईँलाई नोटिफिकेसन आउन पनि सजिलो हुन्छ। र साथीहरू हेर्नु त, यसलाई मैले मजाले म्यास गरिदिएको छु। तपाईँहरू पनि यसलाई राम्ररी यसको सबै यो मसिनो हुने गरी यसलाई म्यास गरिदिनु होला। म्यासर भए झनै राम्रो, छैन भने अरू चिजले नै पनि चलाउँदाखेरि हुन्छ। र साथीहरू यस पछाडि मैले यसमा ग्रिन धनियाँ, थोरै धनियाँ एड गरिदिएको छु। धनियाँ यो अप्सनलै हुन्छ साथीहरू, तपाईँले एड गर्नुभए पनि हुन्छ, नगर्नुभए पनि हुन्छ। यो चाहिँ अत्यन्तै मिठो, एकदमै टेस्टी टमाटरको रियल टेस्ट आउँछ होइन साथीहरू। र मैले यो धनियाँ राखिदिइसकेपछि पनि हल्का एकचोटि म्यास गरिदिएको छु। धनियाँ पनि त्यसमा चाहिँ मजाले मिलोस् भनेर तपाईँहरूले पनि यसै गर्न सक्नुहुन्छ साथीहरू। अब यस पछाडि साथीहरू यसलाई केही क्षणको लागि एकछिन नछोपिकन पकाउनु भए पनि हुन्छ, छोपेर पकाउनु भए पनि हुन्छ। यो अलमोस्ट पाकि नै सकेको छ। साथीहरू, तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने फेरि पनि तपाईँहरूलाई म रिक्वेस्ट गर्दैछु सब्सक्राइब गरिदिनु हुनको लागि। र यदि सब्सक्राइब गर्नुभएको छ भने बेल आइकन दबाउन पनि नबिर्सनुहोस् होला है त भन्दै मेरो अर्को भिडियोसम्मको लागि मलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।